यो पर जुन देखिरहेको छ यो चाहिँ यसलाई भन्छ धाप ड्याम, जुन चाहिँ बिहान हामी यता सुन्दरीजल भन्दा अलि माथि मूल खर्काबाट बाटो चाहिँ यति राम्रो छ कि यो बाटो यति दामी रहेछ कि हिँड्नलाई एकदमै आनन्द आउने। यो भन्दा कति राम्रो राम्रो ठाउँहरू छ हेर्नुहोस् हाम्रो देशभित्रै नेपालभित्रै है, तर हामी पुगिरहेको हुँदैनौँ। नराम्रो भन्न खोजेको त होइन, तर कहिले त्यो ठाउँहरूबाट पनि यसो बाहिर निस्केर यसो प्राकृतिकसँग यसरी रमाएर यसरी हिँड्न पाउँदा चाहिँ यति आनन्द लाग्छ नि साथीभाइ हो। बस सुन्दरी ठन्डी महिना जाडो छ, हेरा तो निगाला परेछ। कति मिठो आवाज चरा। बस सुन्दरी ठन्डी महिना जाडो छ। खुसी भएको हुन सक्छ अथवा अलि अप्ठ्यारो भएको हुन सक्छ। माथि अलिकति देख्न सकिँदैन यहाँबाट, मैले जुम गर्न अलि भ्याउँदिनँ यहाँबाट। कति मजाको यस्तो जङ्गल छ, कति मिठो आवाजमा हामीलाई स्वागत गरेको जस्तो लाग्छ। तर अब यो चराको भाषा हामी बुझ्दैनौँ। यति राम्रो ठाउँमा हिँड्न पाउँदा यति खुसी लाग्छ नि कहिलेकाहीँ त। आहा, यस्तो ठाउँहरू पनि छ है हाम्रो देशमा जस्तो लाग्छ। यति कोही विदेशतिरबाट हेरिरहनु भएको छ भने तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस् है। विदेश भनेको चाहिँ घुम्नै जाने भनेर जानेहरू चाहिँ अलिक कम नै होला हामी नेपालीहरू होइन। प्रायः जसो हामी रोजगारकै लागि भनेर बाहिर गएको हुन्छ, दुःख गरिरहेको हुन्छ। तर त्यो दुःख गरेको पैसाले नेपाल आएर सही ठाउँमा सदुपयोग गर्नु होला र अलिअलि सकिन्छ भने यसरी घुमौँ होला। आफ्नै देशभित्र रहेको यति राम्रो राम्रो ठाउँहरू छ हेर्नुहोस्। मेरो पेसा नै यही भएको हुनाले म चाहिँ ठाउँ पुगिरहेको हुन्छ, तर भनेको जस्तो भिडियोहरू तपाईँहरूलाई देखाउन सकिँदैन, पाएको हुँदैन। म घुम्ने भनेर मात्रै हिँडिरहेको हुँदैन, म सँगसँगै मेरो काम हुन्छ यहाँ, त्यो भएको हुनाले कामको बेला काममा फोकस हुन्छौँ। कामभन्दा अलिकति बाहिर समयले भ्याइएसम्म चाहिँ मैले तपाईँहरूलाई यस्तो खालको दृश्यहरू, यो ठाउँमा पुग्यो है, यो ठाउँमा चाहिँ यस्तो छ है भनेर तपाईँहरूले भनिरहेको हुन्छु। त्यसैले माया गरिदिनु होला। भर्खरै तपाईँले यो भिडियो फेसबुक अथवा टिकटक अथवा युट्युबमा भर्खरै नयाँ भेटिनु भएको, नयाँ हेरिरहनु भएको छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरेर हाम्रो फेसबुकलाई पनि फलो गर्नुभयो भने युट्युबमा भन्दा पहिला फेसबुकमा आएको हुन्छ भिडियोहरू भने टिकटकमा पनि हेर्नु होला। पासाङ दाई भनेर छ है। यति राम्रो राम्रो ठाउँहरू देखाइरहेको हुन्छु तपाईँहरूलाई मैले कहिलेकाहीँ चाहिँ है। अब कहिले कुनै बेला चाहिँ फेरि के हुन्छ भने काममा मात्रै बिजी भएको हुनाले अलि यति राम्रो ठाउँहरू हुन्छ नि, त्यो दृश्यहरूलाई मैले क्याप्चर गर्न नभ्याइरहेको हुनसक्छ। त्यतिखेर चाहिँ अलिकति मन खिन्न लाग्छ। कल बगिरहेको खोलाको आवाज, चराचुरुङ्गीहरूको आवाज, किरा फट्याङ्ग्राहरूको आवाज बाहेक अरू कुनै चिजको आवाज छैन यो ठाउँहरूमा। यस्तो ठाउँहरूमा हिँड्ने हो, यस्तो ठाउँहरूमा घुम्ने हो। हामीले घुम्ने भनेको चाहिँ यस्तो ठाउँहरूमा हो। हेर्नुहोस् कति बस्ने, काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, धरान। हुन त ठाउँ नराम्रो भन्न खोजेको त होइन, तर कहिले त्यो ठाउँहरूबाट पनि यसो बाहिर निस्केर घुमिहेरौँ, गएर हेरौँ, यसो अनुभव लिउँ, एक्सपिरियन्स गरौँ भन्ने चाहिँ मेरो धारणा हो। यो कुरो तपाईँहरूलाई कतिको सही लाग्छ सही लाग्दैन त्यो तपाईँहरूले विचार गर्ने कुरो हो। तर मलाई चाहिँ यस्तो प्राकृतिकसँग यसरी रमाएर यसरी हिँड्न पाउँदा चाहिँ यति आनन्द लाग्छ नि साथीभाइ हो। अब भनेर साध्यै छैन। हेर्नुहोस् यो भन्दा कति राम्रो राम्रो ठाउँहरू छ हेर्नुहोस् हाम्रो देशभित्रै नेपालभित्रै है, तर हामी पुगिरहेको हुँदैनौँ। किन पुग्दैनौँ त भन्दा प्रचार प्रसारको कमी। आफ्नो ठाउँबाट सकेको जानेको आफूले जानेको यसरी खिच्दै भिडियोहरू हाल्दै गर्नुहोस्, त्यो भन्न चाहन्छु। बाटो चाहिँ यति राम्रो छ कि यदि पानी परेन भने होइन, अलि मौसमले साथ दियो भने चाहिँ यो बाटो यति दामी रहेछ कि हिँड्नलाई एकदमै आनन्द आउने।
यो चाहिँ यो पर जुन देखिरहेको छ यो चाहिँ यसलाई भन्छ ढाप ड्याम, जुन चाहिँ बिहान हामी यता सुन्दरीजल भन्दा अलिक माथि मूल खर्काबाट हिँडेको यहाँसम्म आइपुग्दाखेरि हामीलाई लाग्यो 8, 9, 10, 11, 12 झन्डै 4 घन्टा लागेछ। तर यो 4 घन्टा किन लाग्यो भन्दाखेरि चाहिँ बिचमा हामी हरायौँ, हामी रोड आएनौँ, हामीले सकेसम्म गोरेटो बाटो जान्छु भनेर हामी जङ्गलको भित्रबाट आएको हुनाले हामीलाई अलिक समय लाग्यो। तर भन्नुपर्दा ठ्याक्कै मूल खर्काबाट चाहिँ 4 घन्टा लाग्ने ठाउँ चाहिँ होइन रहेछ भन्ने बुझियो।